ओके, अब रिलेटेड टु कफ हामीले चाहिँ एउटा केस स्टडी डिस्कस गर्छौँ. इट्स भेरी इम्पोर्टेन्ट फर एक्जाम पोइन्ट अफ भ्यू. यस्तै टाइपको क्वेसनहरू आउन सक्छ होइन, आउँछ पनि. र यो केस कस्तो छ भनेपछि एउटा 55 इयर्सको फिमेल पेसेन्ट ओपिडीमा आउनुभयो अनि उहाँको कम्प्लेन के थियो भने ड्राई कफ छ गरे फर 3 months. सिन्स 3 months 3 महिनादेखि उहाँलाई ड्राई कफ छ, तर कफमा चाहिँ खकार छैन, विदाउट स्पुटम. ओके, नो फिभर, ज्वरोहरू पनि छैन, एन्ड हिस्ट्री अफ हाइपरटेन्सन. उहाँलाई चाहिँ प्रेसरको समस्या छ, उहाँलाई प्रेसर छ भनेपछि उहाँले प्रेसर कन्सन्ट्रेसन खानुहुन्छ. अब यहाँ क्वेसन के छ त, एज अ क्लिनिकल फार्मासिस्ट एनालाइज द अबभ केस एन्ड गिभ योर इन्टरभेन्सन्स. र मैले हिजो पनि भनेको थिएँ लास्ट क्लासमा, कुनै पनि कफको पेसेन्ट हाम्रो ओपिडीमा अथवा फार्मेसीमा आइसकेपछि वी हेभ टु आन्सर 2 क्वेसन्स. एउटा ड्युरेसन्स, एउटा टाइप्स. यहाँ क्लियरली मेन्सन छ नि, ड्युरेसन कति छ, 3 months. So based on duration we can classify 3 type of coughs. होइन, less than 3 weeks it's acute, between 3 to 8 weeks subacute, more than 8 weeks it is a chronic. So 3 months means 12 weeks. So first clear cut idea we got that the patient is suffering from the chronic cough, right? इसको justification में दिन सकियो. Since the patient is suffering from a dry cough more than 8 weeks, we classified the cough as a chronic cough. अब chronic cough आइसकेपछि ल अब त्यो टाइप्स पनि हेरिहालौँ. प्रोडक्टिभ कि नन प्रोडक्टिभ? ड्राई कफ इज नन प्रोडक्टिभ एन्ड प्रोडक्टिभ कफ इज विथ स्पुटम. अब ड्राई कफ छ भनेपछि त अब यहाँ स्पुटम आउने त कुरो भएन. जब वेट कफ हुन्छ, जब प्रोडक्टिभ कफ हुन्छ, त्यहाँनिर कफ निस्किन्छ, त्यसको कुरा सकियो. भनेपछि इट इज अ नन प्रोडक्टिभ कफ. नन प्रोडक्टिभ कफ, that is because of ILD, interstitial lungs disease. Not problem in lungs. Lungs मा समस्या छैन, समस्या इंटरस्टिशियल मा छ. त्यहाँ पनि आइडिया भयो. अब यहाँ स्पुटम छैन भने कस्तो कलरको कफ छ, कति बेला आउँछ, कति मानमा आउँछ, त्यो कुरा सक्यो. त्यो त हामीले चाहिँ डिस्कस गर्न परेन. अर्को कुरा, नो फिभर. इफ देयर इज नो फिभर, मोस्टली देयर इज नो एनी काइन्ड्स अफ इन्फेक्सन, नो बैक्टेरियल इन्फेक्सन्स, नो भाइरल इन्फेक्सन. यहाँनिर हामीले एन्टिबायोटिक दिनुपर्छ अथवा दिनु पर्दैन भन्ने हामी आइडिया पाउँछौँ. नो फिभर, नो निड टु गिभ अ एन्टिबायोटिक. ठिक छ. अब यहाँ आयो, मैले के भनेको थिएँ, यदि चाहिँ क्रोनिक कफ छ भने फार्मासिस्टको एउटा चाहिँ एकदमै इम्पोर्टेन्ट रोल भनेको वी हेभ टु थिङ्क अबाउट द पास्ट मेडिकेसन हिस्ट्री. सो एन्ड मेडिकल हिस्ट्री. किन त, किनभने मोस्टली चाहिँ ब्लड प्रेसर हाई भएको बिमारीले के गर्छ त, एसी इन्हिबिटर औषधिहरू खानुहुन्छ. द्याट्स द फर्स्ट लाइन ट्रिटमेन्ट अफ हाइपरटेन्सन. होइन, एबिसिडी जुन क्लासिफिकेसन छ, हामी सुरुवाती गर्ने भनेको के हो त, एसी इन्हिबिटरबाट हो. एबिसिडी जुन प्लान छ, माइट बी सिस्टेटिक क्याप्टोप्रिल, लिन्सनोप्रिल. अनि यो बिमारी भनेको चाहिँ एन्टिबायोटिक दिएर, टेक्स्टोमिथाफेन दिएर, प्रोमोहेक्सिन दिएर, टेराबिटुलिन दिएर सन्चो हुनेवाला छैन. बिकज इट इज अ ड्रग इन्ड्युस कफ. ड्रग इन्ड्युस कफ बिकज अफ एसी इन्हिबिटर. एसी इन्हिबिटरको फर्स्ट साइड इफेक्ट के हो, ड्राई कफ. भनेपछि अब हामीले के आइडिया पायौँ त, दिस इज अ ड्रग इन्ड्युस कफ एन्ड नाउ वी निड टु चेन्ज द मेडिकेसन. दिस इज अवर इन्टरभेन्सन. फार्मासिस्टको चाहिँ इन्टरभेन्सन के हो त, हामीले ट्रिटमेन्ट प्लानलाई चेन्ज गर्नुपर्छ, हामीले ड्रगलाई स्विच गर्नुपर्छ, त्यो औषधिलाई हामीले स्विच गर्नु पर्यो. त्यति बेला हामी आउनु पर्यो नेक्स्ट क्याटेगोरीमा. के हुनसक्छ त्यसको अप्सन, एआरबी ब्लकर्स. त्यसमा के पर्छ, लो सर्टान, टेल्मी सर्टान, बेल सर्टान, होइन, यो पर्न सक्छ. अनि यो एसी इन्हिबिटर खाइसकेपछि किन त कफ हुन्छ, बिकज when you are taking this kind of drugs
that will secrete the chemical mediators like a histamine, bradykinin, prostaglandin, leukotrienes. यो केमिकल्सहरू चाहिँ रिलिज हुन्छ। त्यो रिलिज भइसकेपछि यसले के गर्छ, कफलाई बढाउँछ, ड्राई कफ स्पेसल्ली। त्यसपछि हामी स्विच गर्छौँ लोसर्टानमा। दिस इज आवर इन्टरभेन्सन। अरू केही छुटेको छ यसमा? यसमा एन्टिबायोटिक दिनुपर्छ त पर्दैन, कुनै कफ सिरप दिनुपर्छ त पर्दैन, पर्दैन नि। के गर्नु पर्यो त? जस्ट औषधिलाई स्विच गरिदिने, पेसेन्टलाई 2-4 दिनपछि नर्मल हुन्छ। अब तपाईँलाई अब औषधि छोडिदिनुहोस् भन्न त मिलेन। तपाईँले यो औषधिले गर्दाखेरि त भएको हो आमा छोडिदिनुहोस् भन्न मिलेन, किनभने उसलाई चाहिँ हाइपरटेन्सनको समस्या छ। वी हेभ टु स्विच द मेडिसिन। यो एउटा चाहिँ हाम्रो भयो। अब इक्जाम्पलको लागि विदाउट कफको ठाउँमा यदि विथ कफ भइदिएको भए, अब यहाँ फेरि अर्को बढ्थ्यो, कति कफ एमाउन्ट 60 ml कि मोर देन 60 ml। यदि चाहिँ 60 ml भन्दा माथि हुन्थ्यो भने त्यहाँनिर फेरि 4वटा कुरा निस्क्यो, मेबी अ लङ एब्सेस, सिओपिडी, ब्रोन्काइटिस, इन्फेक्सियस, हैन। अब त्यहाँनिर फेरि एन्टिबायोटिक कुरा पनि आउन सक्थ्यो। फेरि यो क्वेसन भनेको हामीलाई के आइडिया दिएको छ भनेपछि ड्रग इन्ड्युस कफ हो। यही क्वेसनलाई मोडिफाई गरौँ,